Hello everyone, welcome to my day 5 mini vlog. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। चिया बनाउनको लागि मैले दुध पनि बसाले। बहिनी दुध दिन आकी थिइन् अनि मैले चाहिँ उसलाई दुध पनि हालेर दिए। टिकैमा यता मेरो चिया पनि पाकिसकेको थियो अनि मैले चिया चाहिँ मम्मी ड्याडीलाई दिए। यता चाहिँ भाइ बहिनी अनि माइजू भएर धान गोडिराख्नु भएको रहेछ। बहिनी चाहिँ फेरि धान गोड्नु छोडेर चिया खान आएको रहेछ। उता चाहिँ हुनुहुन्छ मामा अनि माइजू। मामा माइजूहरु चाहिँ हाम्रो घरमा आउनु भएको थियो अनि मैले चाहिँ मामा माइजूलाई चिया बनाएर दिए। अब म चाहिँ हिँड्ने मामाको घरतिर किनकि मामा घरमा चाहिँ खाना बनाउनको लागि कोही पनि हुनुहुन्न थियो। माइजू अनि भाइ बहिनीहरु चाहिँ खेतमा जानु भएको थियो अनि आमा पनि बिरामी हुनुहुन्थ्यो। त्यसैले म गए खाना बनाइदिनको लागि। उता चाहिँ हुनुहुन्छ हाम्रो माइजू। मेरो भिडियो नबनाइदिनु है भन्दै हुनुहुन्थ्यो तर मैले बनाइदिए। अनि उता चाहिँ हुनुहुन्छ फेरि अर्को माइजू, कपडा धुँदै हुनुहुन्थ्यो। मैले चाहिँ माइजूले थाहा नपाइकन भिडियो बनाइदिएको थिएँ। फेरि उहाँ चाहिँ हुनुहुन्छ मेरो गंगा माइजू, तरकारी बनाउँदै हुनुहुन्थ्यो। उता चाहिँ फेरि दुईटा भाइहरु खेलिरहेको रहेछन्। यो चाहिँ हो मेरो मामा घर अनि म चाहिँ मामा घरमा गएर तरकारी काट्न थाले। अनि उता चाहिँ हुनुहुन्छ मेरो जेठी माइजू। यतिकैमा मैले तरकारी पनि पकाइसके। भिडियो हेरिसकेपछि लाइक, कमेन्ट अनि फलो गर्न चाहिँ नबिर्सिनु होला। अनि मेरो भिडियो चाहिँ कस्तो लाग्छ त्यो पनि कमेन्टमा भन्नु होला। थ्यांक्स फर वाचिङ। बाइ बाइ साथीहरु, आजलाई यति नै। भेटौँला अर्को मिनी भ्लगमा।